तो से नेहा लाग्यो वाला भाइ माय गॉड पुष्पा की रहेछ वाउ नाइस आइप चाहिँ एकदम नेपाली आइरहेछ हाम्रो मुबारक मुबारक ईद मुबारक Assalamualaikum everyone. Hi. So आज हो ईदको डे 2 अहिले बजिरहेको छ 1 म चाहिँ उठ्न चाहिँ 8 बजे उठेँ म 8 बजेबाट उठेर भ्लग एडिट गर्न थालेँ दिमाग खराब भइसक्यो अब चाहिँ के छ भने तल जाने तल पकाउने आज कुरबानी थियो नि त अब गोस आएपछि 1 बजीतिर आउँछ 2 बजीतिर के भनिरहेको छु 2 बजीतिर गोस आउँछ अनि त्यसपछि सब पकाउने ओर्ने किनभने आज हाम्रो घरमा दावत छ के गेस्टहरू आउनुहुन्छ अनि सो लेट्स गो आन्टी के गर्दै हुनुहुन्छ अचार बनाउँदैछु यसलाई यो भनेर राखेको आन्टीहरू बिहानबाट काममा लाग्नुभयो पकाउने यता नि यता मेरिनेट गर्न राख्नुभएको छ कति बजीदेखि सुरु गर्नुभयो तपाईँले अब आज सुरु गरेको ईदमा त बनाउनु पर्यो नि अलिक विशेष यहाँ भाडा कत्रो हो आमा पकाउने हो त्यसमा चाहिँ बस पकाउने पकाउने बाहिर पनि गर्ने हो आन्टी के छिटो यता बाहिर कि यता यता बाहिर यता के खाँदै हुनुहुन्छ दिदी हामी खाइरहेछौँ बिहान बिहान सब तपाईँ कहाँ गइरहनु भएको बिहान सपिङ ग्रोसरी गइसक्यो सबै दिदीको बसेको हो क्या बरु अगाडि चाहिँ जस्तो जस्तै जस्तै भयो आजको प्लान एक्सप्लेन गर्नु त दिदी कुरबानीको गुस्ता खाने गुस्ता अहिले यस्तो सुनसान होला यो This house will be full of chaos after 2 hours maybe. Kids and ladies झन चुराको हिजोको जस्तै kurtis, makeup and women's talk, barbecue. हामी नि रेडी हुने हो What not? वाइ नट खाएको के खाएको अब रुन्ने भयो जिन आन्टीले अचार रेडी बनाइसक्नु भयो के नभए त्यो चुरो लिन गयो अनि त्यसमा राख्नु दिदी रेडी हुन थाल्नु भइसक्यो यस्तो गऱ्यो म त त्यही पनि रेडी हुनु लुक्कै थिएँ मेरो ताल कस्तो झ्याउ लाग्यो हिजोको ब्लग त्यस्तो राम्रोसँग बिहान 8 बजीबाट उठेर एडिट गरेर अब कपिराइट लाग्छ हिजो चुरा खोलेको आजसम्म सुन्न बसेर यहाँ डाम देख्छ देख्दैन सुन्न उठ्यो म त्यस्तो राम्रो पार्ट चाहिँ नहाल्ने म्युजिकल चेयर खेलेको अनि त्यो पछिबाट सबै क्लिपमा ब्याकग्राउन्डमा म्युजिक बज्यो मलाई त्यो सबै हाल्यो नि तिनीहरू त होइन मलाई कति धेरै क्लिपहरू राम्रो मलाई एउटा दिन आएन कपिराइट लाग्यो नि अब हालिदिन्छु अब मलाई दिमाग घुम्यो केही नसिकेको त मिहिनेत गर्छु हेरौँ के हुन्छ लेट मी गेट रेडी फर्स्ट के होस् त ताल रुमको त झन् ताल हेर्नै पर्दैन के बित्ति कालो आएको क्या भएर अहिले अब त आइफोन लिने राम्रो आउनु छुट्टी गाइज वी आर गेटिङ रेडी है दिदी Yes, please. Let's get ready. I think not pink लाउँदिन यार because this is too pink. दिदी किन यस्तो बोरिङ I don't know. What is it? झाउले राखी. मलाई यस्तो झाउले चाहिँ मलाई रेडी हुन पनि मन लाग्दैन म सुत्दिन्छु म त किन काममा गएन जस्तो फिल मलाई सेम झाउले राखी. तो से नेहा लाग्यो वाला भाइ रेडी एन्ड कहाँनिर यहीँ अब चाहिँ खाना खान्छु कति राम्रो देखा हो हिजो चाहिँ यो लाउनु पर्ने रहेछ क्या मैले
हिजो पनि नराम्रो त होइन तर दिस इज बेटर यो चाहिँ राम्रो रहेछ आसमा दिए कस्तो लागिरहेको तपाईँलाई के तयारी हेलो गर्नुभयो एभ्रिवान अस्सलाम वालेकुम ईद मुबारक एकदमै रमाइलो लागेछ प्लिज डु लाइक सब्सक्राइब अनि एन्ड सेयर थ्याङ्क यू फर वाचिङ स्टे ट्युन अहिले चाहिँ फिलहाल खाँदैछु म खाना दिदीहरू सबैजना खाइसक्नुभयो अघि नै म नल्याइदिएको गरेको तर झ्याउ लगाएर घोराएर बस्यो अब बेलुका डिनरको तयारी चामल कालो देऊ एकपल्ट आउनु छिटो जाउँ त पोलेको गोस यसो दुई दुईवटा खानु के हो के भनेर उतैबाट डाइरेक्ट कहिले आउँछ अरे छ त यहाँ होइन र खत्रै छ खानु खाऊ भनेर त्यहाँ त्यो पाक्दै कतिजनाले खाइदियो त्यो पाक्दै कतिवटा छ कतिवटा कसम यहाँ नआएको हेर लिपस्टिक मुखभरि च्यापमा आइपुग्यो लिपस्टिक मन लागेर के आमाजुको लिपस्टिक खाऊ फोटो भिडियो गर्ने भन्दा भन्दै सनसेट मलाई आज नेल्स हाले छैन रिङ छैन नथिङ इन माई ह्यान्ड जस्ट दिस टु झुम्कावाला बाली अनि अफकोर्स झुम्का यति राम्रो ड्रेस यो ड्रेस मैले हिजो ईदको दिन लाउनु पर्ने रहेछ के त्यसै पिङ्की पिङ्की झलल भयो यो न आइएम रिग्रेटिङ अब केही भन्दिनँ किनभने I can't change anything now. No matter what I wanted, whatever. Nothing. Wow, कति राम्रो भएको आकाश. Like, my God, कता हो? फोटो खिचौँ न. Back to back barbecue. अनि आन्टी हुनुहुन्छ यता. बिचारा आन्टी. के भन्नु आन्टी म रोइदिन्छु यता हुँदैछ यो सब के पाक्दैछ यसमा गोस किन यति कालो राम्रो चाहिँ बबाल राम्रो रहेछ चार दुई दुई चार अथापछि अचार पनि हुन्छ जोक हेर्नु न हामी दुईजनाको जोक मात्र सुन्नु न होइन मैले के गर्दै हुनुहुन्छ भने दिदीले यस्तो गर्नुभयो अनि दुई दुई चार भनेको अनि थप्यो भने अचार पनि हुन्छ त्यो मतलब कुछ जे पनि बनाइरहौँ क्या हामी तपाईँ भर्खरै खाँदै हुन्छ अरू काम जानुभएको थियो राजा नि हामी त बनेर बस्यो के गर्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ हाम्रो चाहिँ आज ईदको सेकेन्ड डे हो हामी चाहिँ कुर्बानी गरेर अहिले बार्बी बनाएर खाइसक्यौँ अब नेक्स्ट सेकेन्ड आइटममा चाहिँ हाम्रो मकै नेपाली टेस्टमा पाक्दैछ एकछिनमा खाइन्छ बिना चाहिँ फेरि खतरा ट्यालेन्टेड भाइब चाहिँ एकदम नेपाली आइरहेछ हाम्रो सुहाना दी तपाईँको
बनाउने नि पाक्दैछ बोलाउनु पर्छ हुँदै रहेछ ए राम्रो भइहाल्यो त नि माथिबाट यसो ए यता त कालो भइसक्यो यहाँ चाहिँ हाम्रो गोस पाकिरहेछ नाइस खतरा बास्ना आइरहेछ यो अरू दिन खाएको मटन र अरू दिन खाएको गोस र कुर्बानीको गोसमा चाहिँ टोटली डिफ्रेन्ट त्यो टेस्ट त्यो स्मेल इच एन्ड एभ्री कुरा चाहिँ डिफ्रेन्ट नै हुन्छ है यसको भाइब नै छुट्टै छ आउटफिट देखाइदिनु तपाईँको एकचोटि And my outfit of the day, please ignore my shoes and त्यो चाहिँ अलिकति होइन कुर्ता अनि सुरुवाल चाहिँ लास्ट ल्याम्बर झ्याउ लागेर I changed into the pants अनि चाहिँ shoes त्यही हो and it's me and it's my bangle झुम्का चाहिँ झन् दामी अनि मेहन्दी चाहिँ गइसक्यो ईद सकिनुभन्दा पहिला मेहन्दी गयो हाम्रो मेहन्दी गइसक्यो हो भने जति चाँडै लाग्यो थियो त्यति चाँडै गयो क्या दिदी That's right के जति बेर बस्यो दामी बस्यो आएकी बसे किन लाग्छ रातपछि अलिक रुडली भन्नुपर्ने त्यहाँदेखि शिर निहुराएर टाउकोमा सल राखेर बस्ने चाहिँ ओके ल यस्तो कहाँ छ ओके वालेकुम अस्सलाम हिजोको मेन्यु मेरो छोरा डर गयो भाग्यो अब तपाईँको पाली अब तपाईँले अघि आसमा दिदीले भन्नुभयो तपाईँले त्यही आसमा दिदीले चाहिँ सलोडेर बस्छ सलोडेर बस्छ छैन त आन्टी रमाइलो छैन त रमाइलो रमाइलो ए मकै उल्टो भइसक्यो तपाईँ मलाई क्याप्चर गर्नु म तपाईँलाई क्याप्चर गर्छु गाइस अब चाहिँ हामी गर्दैछौँ तोरे टिकटक सिकटक रेडी भयो अस्सलाम वालेकुम अस्सलाम वालेकुम कहिले आउनु भयो अस्सलाम वालेकुम अस्सलाम वालेकुम अस्सलाम वालेकुम दिदी धेरै पछि भेट्नु दिदी कस्तो छ दिदी स्वीट कर्न तपाईँको हस्बेन्डले बनायो त होइन नि तपाईँले त्यस्तो तारिफ गर्नुभयो पोस्टै गर्ने हो यो युट्युबमा यता फर्किनु क्यामेरा उता फर्किनु क्यामेरा बसंती
अहिले अझै प्रहर पुगेन घ्यात गरेर के लाउन जाडो भएको भए होइन मलाई टिके बस्नु मजा आइरहेछ मेकअप गर्ने सिस्कै आउँछ कपडाको कुरा हो साँच्ची घुमेछ बाटो सबैले खाने हो नि भारत ईद मुबारक अब त्यो भिडियो गर्दै आउँछ नि खाने ठाउँमा आपकी फिर से दो कभी चार कभी दो खाने म सबैले खाने ठाउँमा मुखमा लागेर पुरानी एकदम कति खाने भने बिहानदेखि एउटा खाँचा यार खाएर केही हुन भन्नु न तपाईँहरू हामी त पानी खाए पनि फुलेर आउँछौँ तपाईँहरू त मेरो पानी ढोला फेरि फेरि ल